नमस्ते। आज हामी अलिकति इतिहासतिर फर्कौं है। शाहवंशको सुरुवाती दिनहरू। एकदमै रोचक विषय छ यो। हामीसँग भएका ऐतिहासिक विवरणहरूले यो कथालाई केलाउन मद्दत गर्छन्। आजको हाम्रो यो छलफलको खास उद्देश्य के हो त? हाम्रो उद्देश्य चाहिँ कसरी एउटा वंश जसको जरा भारतको चित्तौडगढसँग जोडिन्छ भन्ने पनि मानिन्छ, कसरी हिमालयको यो पहाडी क्षेत्रमा आयो अनि गोर्खा जस्तो सानो राज्य स्थापना गरेर पछि गएर नेपाल एकीकरणको आधार बन्यो भन्ने कुरा खोज्ने हो। भनेपछि सुरु कहाँबाट गर्ने? कुलाङ्कर शाहबाट? उनी त 14औं-15औं शताब्दीतिरका हुन् भनिन्छ नि। हो, सुरुवात त्यतैबाट गरौँ। कुलाङ्कर शाह नाम सुनिन्छ, तर उहाँको ऐतिहासिकता अलि अर्धपौराणिक जस्तो छ। मतलब चित्तौडगढबाट मुस्लिम आक्रमणले गर्दा भागेर पहाड आएको भन्ने कुरा कत्तिको भरपर्दो हो त? हेर्नुहोस्, समकालीन प्रमाण खासै बलियो छैन। पछिका वंशावलीहरूमा यो कुरा बढी भेटिन्छ। यस्ता कथाहरूले वंशलाई अलिकति गौरव दिने, वैधता दिने काम गर्थ्यो होला। तर जे होस्, यहीँबाट शाहवंशको पहाडमा सायद पश्चिम नेपालतिर प्रवेश भएको मान्न सकिन्छ। अनि त्यसपछि कसरी यो वंश अगाडि बढ्यो? यसो ब्रह्म शाहको नाम आउँछ होइन? हो, यशो ब्रह्म शाह महत्त्वपूर्ण छन्, किनभने उनले आफ्नो नियन्त्रणमा भएको क्षेत्र चाहिँ छोराहरूमा बाँडिदिए। त्यो बेलाको चलन पनि थियो यस्तो। अनि उनका कान्छा छोरा द्रव्य शाहले पाएको भाग्नेपछि गोर्खा बन्यो। ठ्याक्कै। कान्छा छोरा द्रव्य शाहको भागमा परेको क्षेत्र नै पछि गएर गोर्खा राज्य बन्यो। कान्छा छोराले पाएको सानो ठाउँ पछि यति शक्तिशाली, तर द्रव्य शाहले गोर्खा कसरी हात पारे? सजिलो थियो र? सजिलो त पक्कै थिएन। यो सन् 1616 तिरको कुरा हो। त्यति बेला गोर्खामा खड्का राजाहरू थिए। खड्का राजा? हो। द्रव्य शाहले चाहिँ स्थानीय मगरहरू र अरू भारदारहरूको सहयोग लिए अनि कूटनीति पनि लगाए, अलि बल पनि प्रयोग गरेन गोर्खा कब्जा गरे। यो शाहवंशको लागि एकदमै निर्णायक मोड थियो। एउटा स्थायी राज्य पाए नि त। कहिलेसम्म शासन गरे उनले? उनी 1633 सम्म शासक रहे। ल, द्रव्य शाहले जग बसाले। त्यसपछि गोर्खालाई कसले अगाडि बढायो त? द्रव्य शाह पछि उनका छोरा पूर्ण शाह अनि नाति छत्र शाहले छोटो समय शासन गरे, तर छत्र शाह बितेपछि उनका भाइ राम शाह राजा भए। 1673 देखि 1717 सम्म उनी चाहिँ सुरुका शाह राजाहरूमा निकै प्रभावशाली मानिन्छन्। राम शाह न्याय नपाए गोर्खा जानु भन्ने त उखानै छ नि। के थियो त्यस्तो खास उनको पालामा? हो नि, वास्तवमा राम शाहले गोर्खालाई एउटा व्यवस्थित राज्य बनाए। उनले न्याय प्रणाली मात्र होइन, प्रशासन, समाज सबैतिर सुधार गरे। जस्तो के गरे उनले? जस्तै माना, पाथी, धारणी जस्ता नापतौलमा एकरूपता ल्याए। यसले गर्दा व्यापार गर्न, दैनिकी चलाउन सजिलो भयो। अनि पानी पन्धेरो, बाटोघाटोको नियम बनाए, लेनदेन, ब्याजको दर तोके। यस्तै कामले गर्दा गोर्खा सानो भए पनि यसको इज्जत बढ्यो। छिमेकी राज्यहरूले पनि मान्न थाले। उनको शासनले स्थायित्व दियो। निकै व्यवस्थित कामहरू रहेछन्। दूरदर्शी भन्नु पर्यो। रामशाह पछि अवस्था कस्तो रह्यो त? पृथ्वीनारायण शाहसम्म आइपुग्दा अरू को महत्त्वपूर्ण शासक भए? रामशाह पछि उनका छोरा डम्बर शाह, नाति कृष्ण शाह आए। उनीहरूको पालामा गोर्खाले ठूलो विस्तार त गरेन, तर रामशाहले बसालेको जग चाहिँ जोगाइराखे। त्यसपछि आए पृथ्वीपति शाह। पृथ्वीपति शाह पृथ्वीनारायण शाहका हजुरबुवा होइन? हो, उनी पृथ्वीनारायणका हजुरबुवा। उनको शासनकाल सन् 1771 देखि 1799 सम्म रह्यो। उनको पालामा चाहिँ गोर्खाले अलि बाहिरी चुनौती सामना गर्नु पर्यो। कस्तो चुनौती? छिमेकी राज्यहरूसँग केही समस्या भयो कि? खास गरी लमजुङसँग। रमाइलो कुरा के भने लमजुङमा पनि शाहवंशकै अर्को हाँगाले शासन गर्थ्यो। हो र? आफ्नै वंशका? हो, यशो ब्रह्म शाहकै जेठा छोरापट्टिको वंश। तर उत्तराधिकार, क्षेत्रीय प्रभाव जस्ता कुरामा यी दुई दाजुभाइका राज्यबीच एकदमै चर्को प्रतिस्पर्धा थियो। एउटै कुलका भए पनि शक्ति सङ्घर्ष चलिरह्यो। यसले पृथ्वीपति शाहको समय अलि चुनौतीपूर्ण बन्यो। आफ्नै वंशभित्र पनि यस्तो रहेछ? पृथ्वीपति शाहपछि को आए त? उनका छोरा नरभूपाल शाह सन् 1799 राजा भए। उनको शासनकाल धेरै लामो चाहिँ रहेन, करिब 1 वर्ष जति मात्रै। छोटो समयमै?
तर उनले नुवाकोटमाथि आक्रमण गर्ने प्रयास गरेका थिए। त्यो सफल त भएन, तर सायद भविष्यमा राज्य विस्तार गर्ने सोचको सङ्केत चाहिँ थियो कि? अनि उनको यो छोटो शासनपछि नै उनका छोरा पृथ्वीनारायण शाह 1799मै गोर्खाका राजा भए। ठिक भन्नुभयो। यसरी हेर्दा यो वंशको यात्रा कस्तो देखिन्छ भने चित्तोडगढको अलि धुमिलो अर्धपौराणिक कथाबाट सुरु भएर पहाडमा सङ्घर्ष गर्दै द्रव्य शाहले गोर्खा जस्तो सानो राज्य स्थापना गरे। अनि राम शाहले त्यसलाई व्यवस्थित बनाए। हो, राम शाहले व्यवस्थित र सम्मानित बनाए। त्यसपछि पृथ्वीपति शाहले बाहिरी र भित्री चुनौती झेले अनि नरभूपाल शाहको छोटो तर महत्वाकांक्षी शासन हुँदै पृथ्वीनारायण शाहसम्म आइपुग्यो यो यात्रा। पृथ्वीनारायण शाह, जसको शासन विसम्बत 1799देखि 1831सम्म रह्यो। उहाँको एकीकरण अभियान त छँदैछ, तर त्योभन्दा बढी उहाँले एउटा राष्ट्रको परिकल्पना गर्नुभयो। उहाँको त्यो दिव्य उपदेशको कुरा पनि आउँछ नि, होइन? आत्मनिर्भरता, राष्ट्रिय एकता। हो नि, त्यसैले त आज पनि सान्दर्भिक मानिन्छ। तर खै उहाँले सुरु गरेको त्यो विरासत टिकाउन पछिका शासकहरूलाई त्यति सजिलो भएन। उहाँपछि प्रताप सिंह शाह आउनुभयो, तर उहाँको शासनकाल अलि छोटो रह्यो। 1831देखि 1834सम्म मात्र, अलि कमजोर पनि मानिन्छ। हो, अनि त्यसपछिको समय त झन् अस्थिर र नाटकीय भयो। रणबहादुर शाह जम्मा 3 वर्षको उमेरमा राजा बन्नुभयो विक्रम सम्बत 1834मा। अनि पछि आफैले छोरालाई गद्दी सुम्पेर शक्तिशाली मुख्तियार पनि बन्नुभयो। तर अन्त्य चाहिँ दुःखद भयो। आफ्नै भाइबाट हत्या 1860मा। एकदम, त्यो घटनाले दरबारभित्रको षड्यन्त्र कति गहिरो थियो भन्ने देखाउँछ। व्यक्तिगत महत्वाकांक्षा पनि होला, तर गुटबन्दी त डरलाग्दो नै थियो। त्यो हत्याको परिणाम के भयो त? जसले हत्या गरे, शेरबहादुर शाह, उनी त तत्कालै मारिए। हो, उनी मारिए, तर त्यसपछि भीमसेन थापाको उदय भयो। यसले थापा परिवारलाई राजनीतिको केन्द्रमा ल्यायो र लामो समय उनीहरू शक्तिशाली रहे। भनेपछि त्यो घटनाले शाह वंशभित्रको शक्ति सङ्घर्षलाई झन बाहिर ल्याइदियो। अनि यही अस्थिरताकै बीचमा गिरवाण युद्ध विक्रम शाह राजा भए बालखैमा। शासनकाल 1854देखि 1881सम्म। उहाँकै पालामा त हो नि नेपाल अङ्ग्रेज युद्ध भएको 1871देखि 1873सम्म। अनि त्यो ऐतिहासिक सुगौली सन्धि पनि भयो। सुगौली सन्धि 1873। यसले त नेपालले ठूलो भूभाग गुमायो नि, होइन? सिक्किम, दार्जिलिङ, कुमाऊँ, गढवाल, तराईका केही भागहरू पनि। हो, भूभाग गुम्नु त प्रत्यक्ष क्षति भइहाल्यो, तर यसको असर त्योभन्दा गहिरो थियो। यसले नेपालको विस्तार रोकिदियो, ब्रिटिस प्रभाव बढायो अनि राज्यलाई आन्तरिक मामिलामा अल्झाइदियो। अनि उहाँको पनि 16 वर्षमै निधन भयो, जसले अस्थिरता झन बढायो। त्यसपछि राजेन्द्र विक्रम शाहको पालो आयो 1881देखि 1906सम्म। उहाँकै पालामा जङ्गबहादुर राणाको उदय भयो। अनि त राजाको शक्ति लगभग गुम्यो नि, होइन? हो, 1903मा जङ्गबहादुरले शक्ति लिएपछि राणा शासन सुरु भयो। त्यसले राजालाई त नाम मात्रको शासक बनाइदियो। भनेपछि सुरेन्द्र विक्रम शाह 1906देखि 1933 र पृथ्वीवीर विक्रम शाह 1936देखि 1974 जस्ता राजाहरू राणा प्रधानमन्त्रीको लगभग अधीनमै रहे। एकदम, उहाँहरू शक्तिहीन जस्तै हुनुहुन्थ्यो। अझ युवराज त्रैलोक्यको विवाह जङ्गबहादुरका छोरीहरूसँग हुनुले त झन राणा प्रभाव बलियो बनायो। पृथ्वीवीर विक्रमको मृत्यु पनि अलि रहस्यमय नै भनिन्छ। यो 104 वर्ष लामो राणा शासनले शाह वंशको शक्ति र पहिचानलाई निकै कमजोर बनायो। तर रोचक कुरा के छ भने यो लामो राणा शासनको अन्त्य फेरि एक शाह राजा त्रिभुवन वीरविक्रम शाहकै अग्रसरतामा भयो। उहाँको शासनकाल 2 पटक भयो, 1974देखि 2007 अनि फेरि 2007देखि 2011सम्म। हो नि, उहाँको भारत पलायन र 2007 सालको क्रान्तिमा खेलेको भूमिका निकै महत्त्वपूर्ण थियो। मतलब राजाले नै जनताको प्रजातान्त्रिक आन्दोलनलाई साथ दिएर गुमेको शक्ति फिर्ता लिन खोज्नुभयो। त्यही त, यो शाह वंशको इतिहासमा एउटा फरक मोड थियो। उहाँले राणा शासन ढाल्न निर्णायक भूमिका खेल्नुभयो। राजा त्रिभुवनपछि महेन्द्र वीर विक्रम शाह आउनुभयो 2011देखि 2028सम्म।
उहाँले त 2017 सालमा संसद विघटन गरेर पञ्चायत व्यवस्था लागू गर्नुभयो। हो, त्यो अर्को राजनीतिक मोड थियो। प्रजातन्त्रको अभ्यासलाई रोकेर निर्दलीय व्यवस्था ल्याइयो। अनि राजा वीरेन्द्र वीर विक्रम शाह 2028 देखि 2058 उहाँकै पालामा 2046 सालको जनआन्दोलनले फेरि बहुदलीय प्रजातन्त्र फर्कायो। तर 2058 जेठ 19 को त्यो कहाली लाग्दो दरबार हत्याकाण्ड नेपालको इतिहासकै सायद सबभन्दा दुःखद र रहस्यमय घटना। राजा वीरेन्द्र र उहाँको पुरै परिवारको हत्या भयो। हो, अनि कोमामा रहनुभएका युवराज दिपेन्द्रलाई 3 दिनका लागि राजा घोषणा गरियो, जेठ 19 देखि 21 सम्म। तर उहाँको पनि निधन भयो। यसले त शाहवंशको उत्तराधिकारलाई नै भत्ताभुङ्ग पारिदियो। ठूलो राजनीतिक शून्यता आयो। अनि सुरु भयो अन्तिम अध्याय ज्ञानेन्द्र वीर विक्रम शाहसँग। उहाँको दोस्रो पटकको शासन 2058 देखि 2063 सम्म। उहाँ त 2007 सालमा पनि छोटो समय राजा हुनुभएको थियो नि, है? हो, त्रिभुवन भारत जाँदा बालक ज्ञानेन्द्रलाई राणाहरूले राजा बनाएका थिए। पछि 2058 मा फेरि राजा बन्नुभयो। अनि उहाँले 2061 माघ 19 मा प्रत्यक्ष शासन हातमा लिनुभयो। तर त्यो कदमले त झन् ठूलो जनआन्दोलन निम्त्यायो। एकदम, त्यो कदम प्रत्युत्पादक भयो। त्यसैको परिणामस्वरूप 2065 सालमा 240 वर्ष लामो शाहवंशीय राजतन्त्रको विधिवत अन्त्य भयो र नेपाल गणतन्त्र बन्यो। पृथ्वीनारायण शाहको एकीकरणबाट सुरु भएको एउटा लामो यात्रा, कति धेरै उतार चढाव, आन्तरिक कलह, बाह्य दबाव, राणा युग, प्रजातान्त्रिक आन्दोलन, दुःखद घटनाहरू हुँदै गणतन्त्रसम्म आइपुग्यो। हो, यो वंशको इतिहास भनेको आधुनिक नेपाल निर्माणकै कथा पनि हो। यसमा शक्ति सङ्घर्ष, राष्ट्रियताको भावना, बाह्य प्रभाव र जनताको आकांक्षा बीचको निरन्तर टकराव देखिन्छ। साँच्चै नै यो लामो वंशको इतिहासको उतार चढावले आजको नेपाललाई कसरी प्रभाव पारेको होला? निश्चय नै। यस इतिहासका पाठहरूले वर्तमानका चुनौतीहरूलाई बुझ्न कसरी मद्दत गर्न सक्छन् होला, यो प्रश्नमा एकछिन घोत्लिनु सान्दर्भिक हुन्छ जस्तो लाग्छ। यो पुरै यात्रा सुन्दा एउटा कुरा मनमा खेलिरहन्छ के, कसरी एउटा यति सानो स्रोत साधन पनि सीमित भएको अनि आफ्नै वंशका अरू राज्यसँग पनि प्रतिस्पर्धा गरिरहेको गोर्खा जस्तो पहाडी राज्य चाहिँ पछि गएर सिङ्गो आधुनिक नेपाललाई आकार दिने मुख्य शक्ति बन्यो होला? हो, यो साँच्चै सोच्नुपर्ने प्रश्न हो। के त्यो राम शाहले बसालेको सुशासनको जग थियो वा द्रव्य शाहको त्यो रणनीतिक चलाखी? कि पृथ्वीपति र नरभूपालले भोगेका चुनौतीहरूले नै पृथ्वीनारायण शाहलाई अझ बढी महत्त्वाकांक्षी बनायो? कुन चाहिँ खास परिस्थिति वा नेतृत्वको गुण वा रणनीतिक सोच थियो होला जसले गोर्खाको यो अविश्वसनीय यात्रा सम्भव बनायो? यसमा पक्कै पनि थप विचार गर्ने ठाउँ छ।